हेलो एभ्रिवान, वेलकम टु रोड क्रुजर। आज हामी लेक 20,000 फार्म एन्ड रिट्रिट रिजोर्टमा छौँ। यो भरतपुर हाकिम चोकदेखि करिब 12 किलोमिटर दक्षिणमा पर्छ। ठुलो एरियामा फैलिएको छ। यहाँबाट पिङ पनि रहेछ। यसो गेट त अलिकति बाहिर छ, बाहिरदेखि यहाँसम्म आउनु अलिकति टाइम लाग्छ। त्यही भएर म एकैचोटि भित्र आएँ। भित्र आउँदा यो यसलाई हवेली भन्दो रहेछ। बाहिर प्रोपर गुगल म्यापमा अलिकति रङ लोकेसन देखायो। यसलाई हवेली भनेर पपुलर रहेछ। भित्र छ तराईको भित्रपट्टि ठुलो एरियामा फैलिएको छ। सामान्य छ, त्यस्तो एकदम भिआइपी त होइन, तर आएर बस्न, टाइम स्पेन्ड गर्नु, रिल्याक्स गर्न फ्यामिलीसित अथवा साथीहरूसँग आउन ठिकै छ जस्तो लाग्छ। सानो कटेजहरू चाहिँ यहाँ यस्तो गुरुहरूको छ। नेपाली संस्कृति कला झल्किने किसिमको यस्तो छ। हलो जोतेको छ। यो बच्चाहरूलाई यो के हो भन्ने देखाउन मन छ भने ठिक छ। यहाँ हलोहरू रहेछ। हवेली। नमस्कार। प्रोग्राम भइरहेछ? विशेष त काठमा कुदेकोहरू छ। यहाँ छ लेक 20,000 कम्युनिटी। सानो लाइब्रेरी छ। यता हल जस्तो छ। हामी अलिकति यता आएर हेर्छौँ है त। यहाँ आर्ट अफ लिभिङको एउटा एडभान्स मेडिटेसन प्रोग्राम भइरहेको छ। म एकदम हाइली इन्ट्रेस्टेड थिएँ लिन, तर यो पालि चाहिँ केही कारणवश लिन मिलेन। अलिकति हेरौँ है त। उता प्रोग्रामहरू भइरहेछ। भित्रदेखि जाने ठाउँ रहेछ। स्पेस राम्रै स्पेस रहेछ भित्र त। यसरी हेर्दै जाने। यो फार्म हिसाबले फार्म एन्ड रिट्रिट भनेपछि फार्म टाइपकै भयो। हामी चाहिँ बेलुका आएका थियौँ। बेलुका गुगल म्यापले अलिकति लोकेसनमा धोका दिएकोले अलिकति गाह्रो भएको थियो। तैपनि यसरी हामी अलिकति बाहिर निस्किसक्यौँ यहाँदेखि। अब बेलुका आउँदा यस्तो ग्रिनरी छ, यो छ है। हामी अहिले रिजोर्टदेखि बाहिर निस्क्यौँ। राति मात्र आएको थियौँ। म हजुरलाई यो किन देखाइरहेको छु भने नि, राति आउँदा यो हवेली हामीले कतिपटक हिन्दी मुभीहरूमा देखेको हवेली जस्तो, पुरै हरर मुभी सुट गर्ने ठाउँ जस्तो त्यस्तो फिल हुँदो रहेछ कि। हिजो हामी राति आउँदा चाहिँ यो बाहिर हवेली लेखेको छ, भित्र सुनसान छ। अनि भित्र आउँदा ठ्याक्क यहाँ यो मूर्ति देखिन्छ कि। यसो हेर्ने, राति आउँदा हजुरलाई यो मूर्ति यहाँ पुग्दा बित्तिकै यो मूर्ति देख्यो भने तपाईँलाई कस्तो लाग्छ? हरर मुभीको सुटको आगोको जस्तो लाग्दैन? यो ठ्याक्क राति आइराखेको छ। ठ्याक्क गेटमा यो मूर्ति छ पुरानो। यो देख्दा त कति हरर मुभीको सुट गर्न आएको जस्तो महसुस हुँदो रहेछ। अलिकति एकछिन त डराउनु पनि दियो। तर्साउन कस्तो ठाउँ हो, डरलाग्दो ठाउँ हो कि भन्ने। लोकेसन गुगल म्यापले मेन लोकेसन देखाउँदैन, अर्को रुट देखायो। यहाँ आउँदा त यस्तो छ। यसरी मान्छे हाँसेको राति आउँदा ठ्याक्क यो देखियो। एकछिन त झसङ्ग बनाउने जस्तो डरलाग्दो। ल, ओभरअल फार्म रिट्रिट ठिकै छ। आउनु होला, घुम्नु होला। थ्याङ्क यू।